हेलो गाइस, हामी चाहिँ सुटिङमा आएको छौँ साथीहरू। यो गाउँ चाहिँ धादिङको ज्वालामुखी गाउँपालिका। आइसा कस्तो लागिरहेछ? एकदमै आनन्द। अनि हामी चाहिँ बिहान 10 बजी हिँडेको, अहिले भर्खर आइपुग्यौँ 4 घन्टामा। अनि हाम्रो क्र्यु मेम्बरहरू चाहिँ अगाडि जाँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ गफिँदै अनि हामीलाई बुकी ल्याएर हामीलाई स्वागत पनि गर्नुभयो। यहाँको कल्चर कस्तो राम्रो, संस्कार कस्तो राम्रो, कल्चर भन्दा पनि संस्कार। अनि हेर्नुहोस् ल, हाम्रो क्र्यु मेम्बरहरू चाहिँ यहाँ पुगिसक्नु भएको छ। अनि यो चाहिँ पुरै गाउँ। अनि मेरो साथी अनि गाउँको आमा हुनुहुन्छ। आज चाहिँ हामी सिटुङ स्पटमा आइसकेको छौँ। अनि म चाहिँ यतिकै बसिरहेको छु। साँझ पनि पर्यो अनि यहाँको वेदर पनि पानी परिरहेको छ। अनि म चाहिँ यतिकै बसिरहेको छु। कस्तो टाउको पनि दुखेको छ, थकाइ पनि लागेको छ। म तपाईँलाई यहाँको वेदर पनि देखाउँछु ल। यहाँ चाहिँ पानी परेर अहिले यस्तो भइरहेको छ। अनि हामी भर्खरौँ यहाँ पर आएको। अनि खाना खान जानुपर्ने तल, यहाँदेखि तल। अनि यहाँ चाहिँ म चाहिँ बसिरहेको छु। भोइस पनि सुक्यो मेरो चाहिँ, अलिक नयाँ ठाउँ भएर होला। हामी चाहिँ यहाँ किम्बु खाँदैछौँ। लड्छौँ है यता किम्बु खाने न्युमा। ओइ यस्तो कस्तो याद आयो हौ गाउँको। साह्रै पो त ओए, कस्तो त बमिटाउने तरिकाले खान्थ्यौँ त। लु है साथीहरू, किम्बु पनि पो खायौँ है। हेत तेरिका, झन् एउटा भिडियो बनाउनु पर्यो कि हिँडसम्म हिँडेको भनेको त। उही त्यस्तोमा बसेर के अझ हो कि त्यो परालको माथि। दिदी अझ त्यो रात, त्यो चाहिँ तारै तारा लाग्नु होइन, माथि जुन लाग्नु, अनि टक्क लाएर हातमा। अब त्यो आमा ठुन्डा पुगेको थियो होला नि, त्यो जस्तो लाग्यो कि। त्यही अघि जहाँबाट भेटेको थियो त्यही होला। फोटो पनि खिचाए यस्तो 10 अहिले खिचौँला, रुक्नु खाँदै हो र।